us know what is Python programming language हैन Python programming language भन्दा पनि हामीले कम्प्युटर प्रोग्रामको बारेमा कति बुझेका छौं कति जनाले के बुझ्नु भएको छ कम्प्युटर प्रोग्रामको बारेमा हामी प्रोग्रामको डेफिनेसनमा थियौ प्रोग्राम It's a set of instruction that tells a computer what to do and how to do. के काम गर्ने र कसरी गर्ने भनेर सबै कुराको एउटा इन्स्ट्रक्सनको सेट बनाइएको हुन्छ जसरी अघि मैले पिकनिक प्रोग्रामको एक्जाम्पल दिएँ त्यहाँ राम भन्ने मान्छेले यो गर्ने श्यामले यो गर्ने हरिले यो गर्ने अरु दुई जनाले यो गर्ने एउटा के रे टास्कहरु पहिले नै डिफाइन गरिएको हुन्छ सो दैट हाम्रो त्यो एउटा एकदम स्मल स्केड्युलमा पनि हामीले मोस्ट लट अफ द पिपल्सले सँगै मिलेर काम गरेर त्यत्रो पिकनिकको प्रोग्राम चाहिँ अर्गनाइज भइरहेको हुन्छ लाइकवाइज यसमा पनि त्यहाँ ह्युज नम्बर अफ लार्ज नम्बर अफ सेट अफ इन्स्ट्रक्सन हुन्छ तर त्यो एभ्री सिंगल लाइन अफ इन्स्ट्रक्सनको छुट्टै स्पेसिफिक टास्क हुन्छ so that while working collectively they enables the computers to perform any tasks or अर्को भाषामा भन्दाखेरि to that tells a computer what to do or how to do or अर्कोमा पनि के हुन्छ भन्दाखेरि program is set of instruction and struse instruction that enables a computer to perform हैन any task है यति काम चाहिँ गरिरहेको हुन्छ अब मोरओभर प्रोग्रामिङ ल्याङ्ग्वेज प्रोग्राम त भइहाल्यो हैन अब यो जुन सेट अफ इन्स्ट्रक्सन्स को जुन मैले कुरा गरे नि त्यो सेट अफ इन्स्ट्रक्सन लेख्नको लागि हामीलाई एउटा सर्टेन ल्याङ्ग्वेज चाहिन्छ जसरी मलाई एसए लेख्नु पर्यो आइदर मैले इंग्लिश भाषामा लेख्छु या नेपाली भाषामा लेख्छु हैन त्यसैगरी मलाई प्रोग्राम लेख्नु पर्यो भने मलाई के चाहिने भयो त प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिने भयो है पी आर ओ जी आर एम आई प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिने भयो अब यो प्रोग्रामिङ ल्याङ्ग्वेजका डिफरेन्ट टाइप हुन्छन् लो लेभल ल्याङ्ग्वेज हुन्छ है त्यसपछि आएर मिड लेभल ल्याङ्ग्वेज पनि हुन्छ लो लेभल ल्याङ्ग्वेज भनेको जस्तो मेसिन लेभल ल्याङ्ग्वेज भयो लो लेभल ल्याङ्ग्वेज भयो हैन अनि हाई लेभल ल्याङ्ग्वेज भयो अब यो हाई लेभल ल्याङ्ग्वेज भनेको अब यी दुईटातिर हामी नजाउँ ओके वी आर नट लर्निङ अबाउट दिस यो स्कुलमा बच्चाहरूले कलेजमा पनि भर्खरै भर्खरै व्हाट इज कम्प्युटर पढ्नेहरूले पढ्ने कुरा हो हामी चाहिँ यहाँ नजाउँ ओके सो हाई लेभल ल्याङ्ग्वेज भनेको के हुन्छ त भन्दाखेरि इट हैज अ सेट अफ syntax made of English like words है सामान्य इंग्लिश बुझेको मान्छेले चाहिँ कम्प्युटर प्रोग्रामिङ मजाले बुझ्न सक्छ अब इंग्लिशै जाने छैन भने त पहिले त्यसले इंग्लिश पढ्नु पर्यो हैन ENGLISH इंग्लिश लाइक वर्ड्स हैन अनि त्यसपछि टु राइट computer programs okay many high level languageहरु धेरै प्रकारका हुन्छन् धेरै एक्जाम्पल्सहरु हुन्छन् ती मध्ये हामीसँग एउटा के छ त पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज पनि एउटा हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज हो यो चाहिँ गुइडो भ्यान रसल समथिङ कसले चाहिँ एउटा बनाएका थिए 1989 or 1990s भन्दा पहिला लाइक मलाई लाग्छ 1989 मा बनाएका थिए होला हैन अनि यो प्रोग्रामिङ ल्याङ्ग्वेज त्यो बेलामा चाहिँ त्यति धेरै एटेन्सन गेन गरिन के बिकज के थियो इट वाज सिम्पल यो सिम्पल थियो इट वाज इजी टु लर्न थियो हैन लर्न थियो त्यो भएर कसैले पनि यसलाई खासै ध्यान दिएनन् मोस्ट अफ द पिपल्सले पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज के पढ्ने भनेर त्यति धेरै ध्यान दिँदैन थिए इभन मैले पनि ध्यान दिँदैन थिएँ हैन ओके त्यो बेलामा चाहिँ एकदमै गाह्रो प्रोग्रामिङ ल्याङ्ग्वेज थियो जावा सी प्लस प्लस है इभन पीएचपी अनि सी यस्तो खालको प्रोग्रामिङ ल्याङ्ग्वेजहरु एकदमै चल्तीका प्रोग्रामिङ ल्याङ्ग्वेज थिए ओके जसको धेरै कुराहरुको लिमिटेसन थियो अब सी प्रोग्रामिङको त कुरा नगरौँ त्यो त एकदम मदर अफ अल प्रोग्रामिङ ल्याङ्ग्वेज भयो हैन यसको एलआईएक्सलाई चाहिँ हटाइदिउँ अनि पीएचपी सी प्लस प्लस जावा दिस अल प्रोग्रामिङ ल्याङ्ग्वेज भएर सी त पढ्नै पर्थ्यो नपढ्दिन भनेर पाइँदैन थियो तर प्रोफेसनली प्रोग्राम डेभलप गर्ने बेलामा जावाको बढी युज हुन्थ्यो पीएचपी चाहिँ खास गरी त्यो जुन हाम्रो वेबसाइटको ब्याकएन्ड्सहरु बनाउनको लागि युज हुन्थ्यो जावा भनेको वेब एप्लिकेसन्सहरु बनाउनको लागि मोबाइल एप्सहरु बनाउनको लागि जहाँ पनि युज गरिन्थ्यो अनि C++ मोडली यो गेम बनाउनको लागि डिजाइन गरिन्थ्यो है गेम्सहरु अनि यो एकदमै एनिमेटेड गेम्सहरु हुन्छ नि कम्प्युटर गेम्सहरु त्यो बनाउनको लागि C++ युज गरिन्थ्यो अब पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज त्यो बेलामा के गर्ने त यसको भनेर खासै युज हुँदैन थियो अनि त्यो एक्जाम्पलमा चाहिँ पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज पनि छ है भनेर चाहिँ पढिन्थ्यो तर कस्तो हो पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज के हो मोस्ट अफ द पिपल वेयर अनअवेयर अबाउट दैट टाइम हैन त्यसपछि अब के आयो त भन्दाखेरि इयर आयो 2015 ओके
यो 2015 मा आइसकेपछि अब के भयो त यसमा दुई तीनवटा चेन्ज भयो पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजको एउटा हुन्छ नि हर कुत्तेका दिन आता है भने जस्तो पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजको पनि दिन आउन थाल्यो किन भन्दाखेरि मोस्ट अफ द त्यो टाइममा के भयो इन्टरनेट चिप हुन थाल्यो तपाईँलाई कतिको याद छ 2015 भनेको यो वैशाखको भूकम्प गए ताका चाहिँ नि नेपालमा त्योभन्दा पहिला नेपालमा इन्टरनेट भनेको नेपालमा मात्रै होइन संसारभरि नै इन्टरनेट भनेको एकदमै कम थियो क्या पहुँच कम थियो घर घरमा वाइफाई राख्ने चलन थिएन वाइफाई एकदमै धेरै एक्सपेन्सिभ थियो त्यो बेलामा पनि लगभग 50-60 हजार रुपियाँ पर्थ्यो या भनौँ एक सीमित सहरी क्षेत्रका पनि केही अफिसहरू बाहेक घर घरमा त्यसरी इन्टरनेट जोड्ने चलन हुँदैन थियो होइन अनि त्यसपछि त्यो इन्टरनेट चिप नभइसकेपछि यो कमन म्यानको एउटा पहुँचभन्दा बाहिर थियो सबै कुरो महँगो थियो क्या डाटा पनि महँगो थियो इन्टरनेट पनि महँगो थियो सबै चिज महँगो थियो अब त्यसपछि के भयो भन्दा 2015मा आइसकेपछि इन्टरनेटको प्राइस पनि कम भयो होइन प्लस के भयो मोबाइल फोनको प्राइस पनि एकदमै ऱ्यापिडली कम हुन थाल्यो तपाईँहरूले कतै ख्याल गर्नु भएको छ 2015भन्दा पहिला मोबाइल फोन किन्नु र 2015 पछि मोबाइल फोन किन्नुमा धेरै नै फरक थियो फर इक्जाम्पल त्यसलाई नेपाली डेटमा कन्भर्ट गर्दाखेरि 2070 71 72तिर 71 72 भन्दा पहिला जस्तो 68 भयो होइन 65 66तिर मोबाइल किन्नु भनेको द्याट वाज अ भेरी बिग टास्क है तर 70 71 पछि मोबाइल फोनमा एकदमै के भयो क्रान्ति आउन थाल्यो क्या प्राइस घट्न थाल्यो क्वालिटी बढ्न थाल्यो अनि एउटा इन्टरनेटको के भयो प्राइस कम हुन थाल्यो जसले गर्दाखेरि कमन म्यानमा पनि एकदमै सामान्य गाउँघरको मान्छेमा पनि के हुन थाल्यो भन्दाखेरि इन्टरनेटको एक्सेस पुग्न थाल्यो है इन्टरनेटको एक्सेस पुग्दाखेरि जुन पहिला नै बनिसकेका थिए फेसबुक भयो होइन त्यसपछि आएर युट्युब भयो होइन त्यसपछि अलिक पछि म्युजिकल्ली भन्ने एउटा आयो अनि यिनीहरूले चाहिँ के गर्न थाल्यो मोस्ट अफ द पिपुल्सहरूले यसमा फेसबुकमा के अरे तपाईँको उस राख्न थाल्यो फोटो राख्न थाल्यो होइन फेसबुकमा भिडियो राख्ने चलन पछि आएको हो फेसबुकमा च्याट गर्ने चलन पनि 67 68 पछि बल्ल सुरु भएको हो लगभग 73 74 पुगेपछि बल्ल फेसबुकमा मेसेन्जर चलाउन थाले पिपुलहरू त्योभन्दा पहिला मेसेन्जरको फिचर थिएन युट्युबमा मोस्ट अफ द नेपालीले भिडियो बनाउँदैन थिए तपाईँले कति ख्याल गर्नुभएको छ 71 72 भन्दा पहिला यो नेपालीले भिडियो बनाउन थालेको त यो लकडाउन पछि जब अझै इन्टरनेट अलिक सस्तो भयो नेपालमा मोबाइल फोनको क्रेज बढ्न थाल्यो त्यसपछि बल्ल उनीहरूले युट्युबमा भिडियो बनाएर हाल्न थाले है जसले गर्दाखेरि त्यसले एउटा म्यासिभ के क्रिएट गर्यो त डेटा क्रिएट गर्यो हामीले युट्युबको लागि भिडियो राख्यौँ युट्युबको लागि त्यो के भयो डेटा भइदियो फेसबुकमा हामीले फोटो राख्यौँ फेसबुकको लागि त्यो के भइदियो डेटा भइदियो टिकटकमा हामीले भिडियो बनाएर राख्यौँ त्यो टिकटकको लागि के भइदियो त्यो डेटा भइदियो अब यो जब डेटाहरू एकदम ह्युज एमाउन्टमा क्रिएट भयो नि यति ह्युज एमाउन्टमा डेटा क्रिएट भयो कि फर इक्जाम्पल ह्युमन सिभिलाइजेसनलाई जिरोबाट सुरु गर्दाखेरि 2050मा 15सम्म जति पिपुलहरूले यो संसारभरिका मान्छेले मानव एक्स जिबी अफ डेटा बनायो भने 2015बाट 2016सम्म आउँदाखेरि कति जिबी डेटा बनाए एक्स जिबी डेटा बनाए इट मिन्स द्याट सिभिलाइजेसनभरि यो ह्युमन सिभिलाइजेसन सुरु भएर 2015सम्म आउँदाखेरि एक्स जिबी अफ डेटा बनाएका थियो भने त्यति डेटा बढ्नको लागि जम्मा 1 वर्ष लाग्यो 2016बाट 2017सम्म आउँदाखेरि त्यो जिबी कति बढेर भयो 5x टाइमले बढ्दै गयो हरेक वर्ष 5 गुणाले चाहिँ के भयो डेटाहरू ह्युज एमाउन्ट अफ डेटाहरू आउन थाल्यो अब डेटा आइसकेपछि बल्ल एउटा नयाँ टेक्नोलोजी आयो द्याट इज कल्ड डेटा ड्रिभन टेक्नोलोजी है टेक्नोलोजी म डेटा साइन्समै कुरा गरिरहेको छु र डेटा ड्रिभन टेक्नोलोजी आइसकेपछि यो डेटा ड्रिभन टेक्नोलोजी भने के हो त सबै कुराहरू डेटामा बेस्ड हुन्छ डेटामा बेस्ड हुन्छ यो डेटा हेर्ने यो गर्ने अनि त्यसबाट डिसिजन लिने अब त्यो डेटाहरू प्रोसेसिङ गर्नको लागि हामीलाई एउटा सिम्पल प्रोग्रामिङ ल्याङ्ग्वेज चाहियो ओके अघि त्यो जुन सिम्पल भनेर फालिएको प्रोग्रामिङ ल्याङ्ग्वेज थियो नि पाइथन हो अब यसको बल आउन लाग्यो किनकि अब जुन डेटामा काम गर्ने डेटा साइन्टिस्टहरू थिए डेटाका इन्जिनियर्सहरू थिए स्ट्याटिस्टियन्सहरू थिए उनीहरू म्याथमेटिक्समा एकदम खत्रै मान्छे होइन तर उनीहरूलाई के आउँदैन त भन्दा प्रोग्रामिङ ल्याङ्ग्वेज आउँदैन फेरि जसले प्रोग्रामिङ ल्याङ्ग्वेज जानेको हुन्छ उसले म्याथमेटिक्सको यो डेटाको बारेमा जानेको हुँदैन अब एउटा यस्तो टुल चाहियो जो चाहिँ नि पढ्नको लागि जो रिसर्चर्सहरूको लागि चाहिँ एकदम इजिली पढ्न सकियोस् के अब एउटा रिसर्च गर्ने मान्छेलाई ल तिमीले जावा प्रोग्रामिङ ल्याङ्ग्वेज पढ भन्यो भने उसले छोडिदिन्छ त्यहाँ पढ्दैन है तिमीले सी प्रोग्रामिङ पढ त्यसबाट काम गर भने काम गर्न सकिन्छ तर उनीहरूले त्यो काम गर्न चाहँदैन कि मतलब कि त्यो पढ्न नै धेरै गाह्रो छ क्या सी प्रोग्रामिङ पढ्न गाह्रो जावा प्रोग्रामिङ ल्याङ्ग्वेज पढ्न अझै गाह्रो तर यो म्याथमेटिक्स पढेको मान्छेलाई चाहिँ के सजिलो भयो त भन्दा पाइथन पढ्न सजिलो भयो किन पाइथन सिम्पल छ एकदम सिम्पल भाषामा भन्दाखेरि पाइथन किन मोस्ट अफ द पिपुल्स लाइक पाइथन बिकज इट इज सिम्पल अर्को पनि छ पावरफुल पनि छ है
सी प्रोग्रामिङको पावरफुल ल्याएको छ, पावर फ्रम सी होइन, तर त्यसको जुन कम्प्लेक्सिटी हटाइदिएको, त्यो कम्प्लेक्सिटीलाई चाहिँ हटाइदिएको छ। सी प्रोग्रामिङको पावर मात्र लिने, तर सी प्रोग्रामिङको कम्प्लेक्सिटी हटाइदिइसकेपछि अर्को एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज भन्छ, द्याट इज कल्ड द पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज है। यो 2015 पछि एकदमै बढी चाहिँ के भयो, हाइप क्रिएट गर्यो क्या यसले, जस्तो सुकै मान्छेले पनि पाइथन 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 भन्न थाले। अब 2015बाट लगभग 10 वर्ष बितिसकेको छ। 2025सम्म आउँदाखेरि नेपालमा बल्ल यसको 1-2 वर्ष भयो। मोस्ट अफ द पिपल्स दे आर ट्रेन्डिङ टुवार्ड्स द पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज। अहिले चाहिँ यस्तो भइसकेको छ कि अवस्था, यो स्कुलको बच्चाहरूदेखि लिएर कलेजकै जुन युनिभर्सिटीका प्रोफेसरहरूसम्म दे अल आर लर्निङ पाइथन। यिनीहरू चाहिँ भर्खरै भर्खरै अब पढ्न थालेका छन्, उनीहरूलाई पढ्न पर्ने भयो। यिनीहरू चाहिँ जीवनको उत्तरार्धमा गएर पनि पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज पढ्नु पर्दो रहेछ है भएर चलाइरहेका छन्, जसले चाहिँ आजसम्म कसैलाई प्रोग्रामिङ ल्याङ्ग्वेज पढ्नु परेको पनि छैन। त्यो प्रोग्रामिङ ल्याङ्ग्वेज नपढेर पनि यिनीहरूको लाइफ चलेकै छ। यिनीहरूलाई जो युनिभर्सिटीका प्रोफेसरहरूलाई पनि पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज जान्नुपर्ने आवश्यकता भयो। त्यो लेभलको एउटा चाहिँ नि यसले के गर्यो, आफैलाई इस्टाब्लिस गर्यो पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजले। अब मलाई लाग्छ अलि वर्षमा चाहिँ जुन बेसिक कम्प्युटर भनेर पढाउँछ नि, एमएस प्याकेजहरू, PACKG प्याकेज, त्यसमा पनि पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज इन्क्लुड गरिदिन्छ होला। ओके, बिकज यो पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज एकदमै धेरै म्यान्डेटरी भइसक्यो। बिकज मोस्ट अफ द टेक्नोलोजिजहरू के भयो, डेटामा बेस्ड भयो। ओके, अनि डेटामा काम गर्ने बित्तिकै सबैभन्दा पहिला के आउँछ, पाइथन आउँछ के। ओके, हामी जङ्गलमा शिकार खेल्न जाँदैछौँ, सबैभन्दा पहिला हामीलाई के चाहियो, बन्दुक चाहियो। बन्दुक नभइकन हामी शिकार खेल्न जान सक्छौँ, सक्दैनौँ। लाइकवाइज चाहिँ अब हामी डेटा साइन्स पढ्दैछौँ, एआईतिर पढ्दैछौँ, मेसिन लर्निङ पढ्दैछौँ, म पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज पढ्दिनँ भन्यो भने जङ्गलमा चाहिँ बाघ मार्छु भनेर जाने अनि खुकुरी बोकेर जान्छु भने जस्तो, द्याट इज नट पोसिबल है। ल, यहाँसम्म आइडिया अलिअलि क्लियर भयो पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज किन पढ्नु पर्दो, वाइ पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज भनेर। ल, सो देन अब पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज सिम्पल त भनिहालेँ मैले, यो कसरी सिम्पल छ त होइन। फर इक्जाम्पल म सी प्रोग्रामिङको एउटा इक्जाम्पल गरिदिन्छु है त। मलाई सी प्रोग्रामिङ ल्याङ्ग्वेजमा प्रिन्ट योर नेम गर्नु पर्यो भने के गर्नुपर्छ, इन्क्लुड stdio .h include .h void main, त्यसपछि print printf my name is यो पाइथन चाहिँ स्लो भयो नि, मेमोरी म्यानेजमेन्टको लागि भनेर युज गर्ने हो कि के कसो, इन्टरप्रेटमा चाहिँ स्लो हुन्छ नि त यो पाइथन त। इन्टरप्रेटरमा कसरी स्लो भयो चाहिँ पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज? होइन, लाइक जाभाहरुमा त उस जेएसआइटीहरु हुन्छ नि त। अब सिंगल कोड जाभा र चाहिँ तपाई यो जाभाको युज र पाइथनको युज नै फरक हुन्छ के है। अब जाभाको चाहिँ के छ भन्दाखेरि जाभाको त्यो जुन जाभा भर्चुअल मेसिन हुन्छ नि, जेभीएम है, जाभाको चाहिँ के हुन्छ भने वान टाइम जाभालाई फास्ट भन्न मिल्दैन। जाभा के हुन्छ भन्दाखेरि जाभाको एकपटक हामीले रन गर्छौँ, त्यसपछि जाभा भर्चुअल मेसिन इन्स्टल भइसकेपछि त्यसले काम गर्ने हो हैन। तर अब पाइथनमा चाहिँ त्यस्तो यो जाभा भर्चुअल मेसिन यताउता केही पनि चाहिँदैन। यो हामीले भर्चुअल इन्भाइरोमेन्टको कुरा गर्यो, मोस्ट अफ द पिपल्सले जाभा भर्चुअल मेसिनसँग तुलना गरे हुन्छ। यो जेभीएम र यो पाइथनको भर्चुअल इन्भाइरोमेन्ट फरक कुरा हो हैन। जस्तो पाइथनको सिमिलर कोड चाहिँ उस गर्छ नि त, त्यसले कम्पाइलर चाहिँ गर्छ नि त जाभाले। त्यो कम्पाइल गर्नु र इन्टरप्रेट गर्नुमा के फरक हुन्छ भन्दाखेरि तपाईलाई कम्पाइलर र इन्टरप्रेटरको फरक त थाहा छ? हजुर। के छ फरक मलाई बताउनु त। भन्नाले यो हाई लेभल उसमा चाहिँ लगानी होला हैन। अनि कम्पाइलर र इन्टरप्रेटरमा एक्ज्याक्टली डिफरेन्स चाहिँ के हो? एक्ज्याक्टली कन्फ्युज छु ल, सो म तपाईलाई जाभा के कम्पाइलर र इन्टरप्रेटरको एउटा डिफरेन्स बताउँछु, त्यसपछि अनि आएर हामी यतातिर जाउँला है त। जस्तो जाभामा यसले के युज गर्छ, कम्पाइलर युज गर्छ हैन, कम्पाइलर युज गर्छ।
हाम्रो पाइथनले के युज गर्छ, इन्टरप्रिटर युज गर्छ। अब इन्टरप्रिटर ठिक कि कम्पाइलर ठिक भनेर तुलना गर्नुपर्ने त्यो उसै छैन। किन भन्दाखेरि जस्तो जाभाले के भन्यो, जाभाको हरेक प्रोग्रामको एउटा के हुन्छ भने एउटा यसो सोर्स कोड हुन्छ होइन, अनि अर्को हुन्छ अब्जेक्ट कोड हुन्छ है। ओके, अब सोर्स कोड भनेको के हो भन्दाखेरि तपाईँको प्रोग्राम जुन सिन्ट्याक्स हुन्छ नि, हाई लेभल ल्याङ्ग्वेजमा लेखेको सिन्ट्याक्सहरू हुन्छ, या भनौँ इङ्ग्लिस वर्ड्समा लेखेको कोडहरू हुन्छ, त्यो सोर्स कोड भयो। यो कम्प्युटरले डाइरेक्टली बुझ्दैन। यसलाई चाहिँ हामीले के गर्छौँ भने ल्याङ्ग्वेज इन्टरप्रिटर मार्फत अब्जेक्ट कोडमा चेन्ज गर्छौँ है। त्यो ल्याङ्ग्वेज कोड यदि ल्याङ्ग्वेज इन्टरप्रिटर यदि कम्पाइलर भयो भने अब्जेक्ट कोडलाई सेभ गरेर राख्छ होइन। यदि त्यो चाहिँ नि इन्टरप्रिटर भयो भने त्यसले अब्जेक्ट कोडलाई सेभ गरेर राख्दैन। दिस इज द मेजर डिफरेन्स बिट्विन कम्पाइलर एन्ड इन्टरप्रिटर। ओके, यसले चाहिँ एकपटक कम्पाइल गरिदिन्छ अनि जुन यो सोर्स कोड हुन्छ नि त्यसलाई चाहिँ सेभ गरेर राखिदिनु भयो के। तर इन्टरप्रिटरले चाहिँ फेरि के भयो, मैले अहिले रन गरेँ अब्जेक्ट कोड, यसले इन्टरप्रिटर सबैले रन गर्यो, अब्जेक्टमा कन्भर्ट गरिदियो, फेरि एकपटक फेरि रन गरेँ मैले, सेम टाइम गरिदियो। ओके, यसले हरेक पटक के गरिदिन्छ भने सोर्स कोडलाई कम्पाइल गरिदिन्छ। तर यसले चाहिँ एकपटक सोर्स कोडलाई कम्पाइल गरिसकेपछि अब्जेक्ट कोडलाई कम्पाइल के अरे सोर्स कोडलाई घरिघरि कम्पाइल गर्दैन, नेक्स्ट टाइमबाट त्यो अब्जेक्ट कोडलाई युज गरिदिन्छ के। अब यसको एउटा बेफाइदा के छ भन्दाखेरि हामीलाई अपडेटहरू जुन दिन पर्ने हुन्छ नि त्यो अपडेट गर्न गाह्रो हुन्छ। हामीले गाह्रो मतलब कि जो हामीलाई गाह्रो त हुँदैन, डेभलपरलाई अलिकति प्रब्लम हुन्छ, तर यसमा चाहिँ त्यस्तो हुँदैन। ओके, अनि अब यो पाइथन कोड पाइथन किन युज गरेको जाभाको तुलना भन्दाखेरि यो अब्जेक्ट कोड र कम्पाइलरको त एकदम मिनिमम डिफरेन्स देखिन्छ है। एकदम ह्युज प्रोग्राम कम्पाइलर गर्दाखेरि इभन 1 सेकेन्ड्सको डिफरेन्स पनि देखिँदैन, लेस देन 1 सेकेन्डको के हुन्छ डिफरेन्स देखिन्छ। त्यसले गर्दाखेरि मजा कम्पाइलर युज गरेको राम्रो, इन्टरप्रिटर युज गरेको नराम्रो भन्ने अर्थमा चाहिँ त्यो जाँदैन है। फास्ट र स्लो पनि यदि हामीलाई चाहिँ नि लेस देन 1 सेकेन्ड भनेको मानव न्यानो सेकेन्ड, माइक्रो सेकेन्ड, पिको सेकेन्डको डिफरेन्सले पनि इफ म्याटर्स फर अस देन त्यो बेलामा चाहिँ हामी कम्पाइलर युज गर्ने कि इन्टरप्रिटर युज गर्ने त्यतापट्टि जान सकिन्छ। तर हामीलाई त त्यो पिको सेकेन्ड, माइक्रो सेकेन्ड, मिली सेकेन्डको डिफरेन्सले त खासै अर्थ राख्ने भएन। हो त्यो अर्थ नराख्दाखेरि हामीलाई कम्पाइलर र इन्टरप्रिटरले त्यति धेरै अर्थ पार्ने भएन। ओके, के अरे हामीलाई त्यति धेरै चेन्ज गर्ने भएन। मोरओभर पाइथनमा चाहिँ किन इन्टरप्रिटर युज गरेको भन्दाखेरि यसले धेरै जसो कुराहरू सीबाट इनहेरिट गर्छ के। मैले अघि नै भने नि सीको जुन पावरफुल छ र कम्प्लेक्स, एउटा पावर पनि छ कम्प्लेक्स पनि छ सी प्रोग्रामिङ ल्याङ्ग्वेज, यसको इनहेरिट गर्यो के मात्र इनहेरिट गर्यो भन्दाखेरि पावरफुल मात्र इनहेरिट गर्यो है। पावरफुलनेस जुन छ यसको पावर छ त्यसलाई मात्र इनहेरिट गर्यो, यसको कम्प्लेक्सिटिजलाई टपक्क छोडिदियो, जहाँ थियो त्यहीँ छोडिदियो, म पावर मात्र लिन्छु भन्यो। लिँदाखेरि यसलाई इनहेरिटेन्स गर्दाखेरि इन्टरप्रिटर पनि लियो। अब यो इन्टरप्रिटर चाहिँ यसले लिएको होइन, जसले यो डेभलप गर्यो गुइडो भान्सले, उसले चाहिँ नि इन्टरप्रिटर युज गर्नुपर्छ भनेर रुल सेट गरिदियो है। अनि अहिले पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजको यो जुन के भन्छ हाम्रो पपुल्यारिटी छ नि, इट इज नट बिकज अफ इट्स मेमोरी म्यानेजमेन्ट है। मेमोरी म्यानेजमेन्टको पाटो होइन यसको चाहिँ, यसको के हो त भन्दाखेरि सिम्प्लिसिटी हो। सिम्प्लिसिटी, यसलाई रिड गर्न, राइट गर्न, रन गर्न एकदमै सजिलो छ के। बरोबर पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज पढिसकेपछि हामीलाई अलमोस्ट हरेक काम गर्न सक्छौँ। जस्तो मोबाइल डेभलपमेन्ट गर्न सक्यौँ हामीले होइन, सफ्टवेयर डेभलपमेन्ट गर्न सक्यौँ, डेटा साइन्समा डेटा साइन्स, एआई र एमएलको काम गर्न सक्यौँ। ओके, त्यसपछि आएर मलाई चाहिँ नि मोबाइल एप्स बनाउनु भयो, सफ्टवेयर डेभलपमेन्ट गर्नु भयो, डेटा साइन्स एमएलको काम भयो, अरू धेरै कामहरू मैले यहाँबाट गर्न सक्छु है। मोबाइल एप्लिकेसन डेभलपमेन्ट गर्नु पऱ्यो भने मसँग किवी भन्ने लाइब्रेरी छ होइन। सफ्टवेयर डेभलपमेन्ट गर्नको लागि मसँग छ पाइक्युटी भन्ने अर्को लाइब्रेरी छ होइन। डेटा साइन्स एमएलको लागि पान्डाज छ, नमपाई छ, अनि साइकिट लर्न छ। दिज आर समथिङ्स। त्यसपछि आएर डिप लर्निङको लागि पनि छ हामीसँग, त्यो चाहिँ टेन्सर फ्लो भयो, टेन्सर फ्लो र पाइटर्स है। दिज आर द थिङ्स द्याट वी डु विथ पाइथन। अब पाइथन पढ्ने बित्तिकै यो सबै जानिन्छ भने होइन, बेसिक पाइथनको कुरा गरेँ नि मैले, बेसिक पाइथन हामीलाई यहाँसम्म पुऱ्याउँछ यसले है। त्यसपछि अब मैले के गरेँ त, मोबाइल एप्लिकेसन डेभलपमेन्ट गर्ने हो भने ब्रान्च छुट्टिने भयो, सफ्टवेयर डेभलपमेन्ट जाने हो भने ब्रान्च छुट्टिने भयो, डेटा साइन्स एआईतिर जाने हो भने ब्रान्च अर्को जाने भयो, अनि आफ्टर दिस बल्ल हामी कहाँ जान्छौँ, डेटा डिप लर्निङमा जान्छौँ। ओके, अनि हाम्रो यो कोर्सले चाहिँ के गरिदिन्छ भने यो दुइटालाई चाहिँ हटाइदिन्छ, मतलब कि हामी त्यतातिर जाँदैनौँ, हामी कहाँ जान्छौँ, डेटा साइन्सतिर जान्छौँ। अब तपाईँले भनेको कुरामा ब्याक हुँदाखेरि अब पाइथन र इन्टरप्रिटर र कम्पाइलरको यो काम चाहिँ हाम्रो पाइथनले चाहिँ के अरे जाभाले कम्पाइलर युज गरेर पपुलर नभएको
पाइथनले इन्टरप्रेटर युज गरेर पपुलर भएको भन्ने होइन, मात्र के हो भन्दाखेरि इट इज सिम्पल टु लर्न र सी प्रोग्रामिङको जति पनि पावरफुल कन्सेप्टहरू छन् नि त्यो सबै यसमा चाहिँ इनहेरिट गरेको छ। वी क्यान युज इट विदाउट ह्याभिङ द कम्प्लेक्सिटिज अफ द सी प्रोग्रामिङ ल्याङ्ग्वेज। सी प्रोग्रामिङ ल्याङ्ग्वेजको जुन कम्प्लेक्सिटिजको मैले कुरा गरेँ नि यहाँ प्रिन्ट एफ गर्नु पर्यो, एउटा जाब नाम प्रिन्ट गर्नलाई मैले एउटा दुईटा तिनवटा चारवटा पाँचवटा लाइन अफ कोड गर्नु परेको छ है। मैले यति कुरो चाहिँ मैले पाइथन प्रोग्राममा के गर्छु भने इन पाइथन प्रोग्राम प्रिन्ट माई नेम इज समिट ल यतिले आउटपुट दिनु पर्यो। ओके, जब यो पाँचवटा लाइन अफ कोड लेख्दाखेरि पनि आउटपुट यही आउँथ्यो, मैले चाहिँ एउटा लाइन अफ कोड लेख्दाखेरि पनि यही आइरहेको छ। ओके, सो यो एकदम सिम्प्लिसिटी भयो लर्न गर्नको लागि। हुन्छ, गेट इट एभ्रीवन? ल ओके, सो अब मैले पाइथन सुरु गर्दा भन्दा पहिला हरेक प्रोग्रामिङ ल्याङ्ग्वेजको एउटा स्ट्रक्चर हुन्छ, बेसिक स्ट्रक्चर हुन्छ जुन हामीले फलो गर्नै पर्छ हैन। जो स्ट्रक्चरमा पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा के छ भन्दाखेरि लेट अस सी STRUCT स्ट्रक्चर अफ पाइथन प्रोग्राम। हामीले अरू प्रोग्रामिङ ल्याङ्ग्वेजमा यसलाई बढी फोकस गर्नु पर्थ्यो। थाहा छ यो भने के हो? यो कोही देखा छ? सेमिकोलन है। लाइन अफ स्टेटमेन्ट, लाइन अफ स्टेटमेन्ट टर्म चेन्ज हुने बित्तिकै मैले एउटा यहाँ दिनु पर्थ्यो, लाइन अफ स्टेटमेन्ट यो हुने बित्तिकै यसमा दिनु पर्थ्यो, लाइन अफ स्टेटमेन्ट यसरी दिनु पर्थ्यो है अरू प्रोग्रामिङ ल्याङ्ग्वेजमा। तर पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा त्यो हुँदैन। हामीले चाहिँ के मात्र ख्याल गर्नुपर्छ भने इन्डेन्टेसनलाई ख्याल गर्नुपर्ने हुन्छ। इन्डेन्टेसन भनेको फर इक्जाम्पल दिस, यो इन्डेन्टेसन भनेको एउटा भर्चुअल लाइन जस्तो क्रिएट भएको छ नि, यहाँ देख्नु भएको छ? अब सट्ट एउटा लाइन तानेको छ त्यहाँबाट गरेको छ नि, हो यसलाई चाहिँ हामी के भन्छौँ? इन्डेन्टेसन भन्छौँ कि द डिस्टेन्स बिट्विन टेक्स्ट एन्ड द लेफ्ट साइडको एज अफ द पेपर है। अब यो यदि अरू प्रोग्रामिङ ल्याङ्ग्वेजमा यस्तो भए पनि असर गर्दैन थियो। किन भन्दाखेरि यहाँ पछाडिपट्टि के छ, एउटा लाइन सक्यो है भनेर डिनोट गर्नेको लागि एउटा इन्डिकेटर छ। तर पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा यस्तो इन्डिकेटर हुँदैन। त्यो भएर हामी के गर्नुपर्ने हुन्छ, लाइन 1, लाइन 2, लाइन 3 एन्ड सो अन। ओके, अब यदि यसमा चाहिँ यस्तो भइदियो भने यसले के गर्ने भयो? इरर थ्रो गर्ने भयो है। इन्डेन्टेसन चाहिँ हामीले के गर्नुपर्छ? ख्याल गर्नुपर्छ। अब इन्डेन्टेसन ख्याल गर्दाखेरि के हुन्छ भने जस्तो मानौ 1 छ, अब यो लाइन 1 भित्र पनि लाइन 1.1 छ, लाइन 1.2 छ, लाइन 1.3 छ। हो यसरी अब यो 1 भित्रकै हो नि त सबै, त्यो भएर 1 अलिकति भित्रपट्टि आयो, यहाँ भयो। फेरि लाइन 2, 1 पछि 2 आउँछ, 2 पछि 3 आउँछ, तर यो 1 पछि 1.1 त यो 1 भित्रकै भयो। हो यसरी यसको हायरार्की के भयो? अलिकति बढ्यो कि, यसरी हायरार्की घट्यो। हायरार्की घट्ने बित्तिकै इन्डेन्टेसन के हुन्छ? बढ्दै जान्छ है। यो कुरा चाहिँ हामीले ख्याल गर्नु पर्यो। फर एक्जाम्पल म एउटा एक्जाम्पल गरिदिन्छु यहाँ, प्रिन्ट दिस इज लाइन 1, print this is line 2, print this is line 3 ल भयो। अब यो भइसकेपछि अब मैले सपोज यसैलाई कन्ट्रोल सी गर्दिएँ, कन्ट्रोल भी गर्दिएँ, अब यसलाई रन गरेर हेरौँ त, यहाँनिर इरर फाल्छ, अनएक्सपेक्टेड इन्डेन्ट भन्छ है। अब इन्डेन्टेसन कसरी म्यानेज गर्ने त भनेर कतिपयलाई टेन्सन भइरहेको हुन्छ। त्यो टेन्सन लिनु पर्दैन, बिकज यो कम्पाइलर सरी इन्टरप्रेटरले हामीलाई के गरिदिनु भयो? इरर कहाँनिर छ भनेर देखाइदिइहाल्छ। विदाउट सल्भिङ द्याट इस्यु वी क्यानट मुभ फरवर्ड है। जबसम्म मैले यो इररलाई चाहिँ सल्भ गर्दिनँ तबसम्म म अगाडि बढ्न सक्दिनँ। ओके, सो दिस इज द इन्डेन्टेसन, हामीले यसमा ख्याल गर्नुपर्ने हो। सो देन अब कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेज पढ्नुभन्दा पहिला हामीले के को बारेमा बुझ्नुपर्ने हुन्छ? डेटाको बारेमा बुझ्नुपर्ने हुन्छ। ओके, डेटाको बारेमा नबुझिकन हामी प्रोग्रामिङ ल्याङ्ग्वेज पढ्न सक्दैनौँ है। डेटा बुझ्नु पर्यो, हामीले बुझ्नु पर्यो भेरिएबल्स एन्ड कन्स्ट्यान्ट्स है, यसको बारेमा बुझ्नु पर्यो। ल द फर्स्ट वान डेटा के हो त? डेटा भनेको
फन्डामेन्टल डेटा भयो। अर्को डिराइभ डेटा भनेको के हुन्छ, लिस्ट भयो होइन। त्यसपछि आएर हाम्रो टपल्स भयो, टियुपिएलई टपल भयो, डिएएससी टिआइओ यानि डिक्सनरी भयो, सेट भयो र एरे भयो। ओके, दिज आर द डिराइभ डेटा। डिराइभ डेटा भनेको यही लिस्ट पनि केबाट बनेको हुन्छ, इन्टिजरबाटै बनेको हुन्छ कि एल इक्वल्स टु 1 2 1.5 ए यसरी बने हुन्छ। ल अब भन्न त यो केसको डेटा टाइप के हो भन्छौँ हामीले, लिस्ट भन्छौँ। तर यो बनेको छ केबाट, एउटा इन्टिजरबाट, अर्को पनि इन्टिजरबाट, अर्को पनि फ्लोटबाट, अर्को स्ट्रिङबाट। हो यसरी के हुन्छ, डिफ्रेन्ट डिफ्रेन्ट फन्डामेन्टल डेटा स्ट्रक्चरबाट, डेटा टाइप्सबाट अर्को एउटा डेटा बनेको हुन्छ, द्याट इज कल्ड द डिराइभ डेटा टाइप्स है। पाइथनमा जन्मले फन्डामेन्टल डेटा टाइप्स र डिराइभ डेटा टाइप्स भनेर दुई प्रकारको डेटा टाइप्स हुन्छन्। ओके, अनि लिस्ट यो डिराइभ डेटा टाइप पनि फेरि दुई प्रकारको हुन्छन्। यो भयो एउटा म्युटेबल र अर्को भयो इम्युटेबल। ओके, म्युटेबल र इम्युटेबल भनेको वन्स क्रिएटेड दे क्यान बी चेन्ज एन्ड वन्स क्रिएटेड दे क्यानट बी चेन्ज। यो दुईवटा स्ट्रक्चर भयो डिराइभ डेटा टाइप्सको चाहिँ। जस्तो फर इक्जाम्पल लिस्ट एकपल्ट क्रिएट गरिसकेपछि त्यसलाई हामीले चेन्ज गर्न सकिन्छ मेनी टाइम्स एज वी रिक्वायर्ड होइन। डिक्सनरीलाई चेन्ज गर्न सक्यो, सेटलाई चेन्ज गर्न सक्यो, एरेलाई चेन्ज गर्न सक्यो, यो म्युटेबल डेटा स्ट्रक्चर भयो। टपल्सलाई हामीले चेन्ज गर्न सकिँदैन, त्यो के हुन्छ फेरि हाम्रो इम्युटेबल डेटा टाइप भयो है। यो फन्डामेन्टल डेटा टाइप र डिराइभ डेटा टाइप्सको बारेमा यो छ। ओके, एन्ड फर्दर हामी चाहिँ यसको बारेमा स्टडी गर्छौँ। त्यसपछि अर्को छ हामीसँग भेरिएबल्सको बारेमा। अब भेरिएबल्स भनेको के हो त भन्दाखेरि दे आर द प्लेस इन कम्प्युटर्स मेमोरी, अलिकति कम्प्लेक्सिटिजमा जाँदाखेरि कम्प्युटर्स एमइएमओआर मेमोरी टु स्टोर डेटा टेम्पोआरएआरआइएलवाई टेम्पोररीली, एउटा यो डेफिनेसन छ होइन। अर भेरिएबल्स आर element of computer program that whose value may change frequently during programs execution। यसरी चेन्ज हुन सक्छ। अब यो त भयो भेरिएबल्सको। मोरओभरली यो दुईवटै डेफिनेसनको काम के भयो भन्दाखेरि यसको डेफिनेसन के हो त भन्दा भेरिएबल्स भनेको एउटा यस्तो एन्टिटी हो कम्प्युटर्स प्रोग्राममा जसले चाहिँ युजरको डेटालाई स्टोर गरेर राख्न सक्छ। एउटा भेरिएबल्स भयो, अर्को कन्स्ट्यान्ट भयो। बोथको काम त्यही हो, युजरको डेटालाई स्टोर गरेर राख्ने। भेरिएबलले पनि त्यही गर्छ, कन्स्ट्यान्टले पनि त्यही गर्छ। मात्र भेरिएबल र कन्स्ट्यान्टमा फरक के हो त भन्दाखेरि भेरिएबलको भ्यालु चाहिँ चेन्ज हुन सक्छ होइन, फ्रिक्वेन्टली हुन पनि सक्छ, नहुन पनि सक्छ। तर कन्स्ट्यान्टको भ्यालु चाहिँ हुनै सक्दैन। जतिसुकै जेसुकै होस्, आकाश जमिन एक होस्, कन्स्ट्यान्टमा भएको भ्यालु चाहिँ चेन्ज हुन सक्दैन। ओके, फर एक्जाम्पल ग्लोबल भेरिएबल र लोकल भेरिएबल पनि भन्ने हुन्छ र होइन, हुन्छ नै, त्यो चाहिँ हाम्रो फङ्सन्स पढ्दाखेरि आउँछ है। त्यसपछि आएर यो भयो भ्यालु अफ भेरिएबल्स पाई। ओके, यो पाई भनेको कसो हुन्छ 3.1416। यसको भ्यालु त लियोनार्डो दा भिन्सीको पालामा पनि त्यही थियो, हाम्रो पालामा पनि त्यही छ, हाम्रो चाहिँ नि नेक्स्ट कमिङ जेनेरेसनको पालामा पनि पाईको भ्यालु 3.1416 नै हुन्छ। यसलाई कसैले पनि चेन्ज गर्न सक्दैन। ओके, दिस इज एन एक्जाम्पल अफ द कन्स्ट्यान्ट होइन। डिस्टेन्स अफ सन एन्ड अर्थ यो कति छ, मानव 14 बिलियन किलोमिटर समथिङ समथिङ केही छ। त्यो जतिसुकै होस् कसैले चेन्ज गरेको छैन। जुन दिनदेखि पृथ्वी सूर्यको वरपर घुम्न थाल्यो त्यो दिनदेखि डिस्टेन्स सेम छ, नाइदर घटेको छ न बढेको छ। दिस इज द एक्जाम्पल अफ कन्स्ट्यान्ट है। यो कन्स्ट्यान्ट भनेको जसको इन्टिटी हुज भ्यालुज नेभर चेन्जेस। अनि भेरिएबल्स भनेको के हो त भन्दाखेरि इन्टिटिज हुज भ्यालुज क्यान चेन्ज फ्रिक्वेन्टली। फर एक्जाम्पल एक्सको भ्यालु, यो एक्सको भ्यालु चाहिँ कहिले 3 हुनसक्छ, कहिले 4 हुनसक्छ, कहिले 5 हुनसक्छ होइन, बढ्दै बढ्दै घट्दै घट्दै जान पनि सक्छ। ल अब भेरिएबल्स र कन्स्ट्यान्ट्सलाई कसरी क्रिएट गर्ने त पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा। अरू प्रोग्रामिङ ल्याङ्ग्वेजमा कन्स्ट भन्ने एउटा किवर्ड दिएको हुन्छ, पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा त्यस्तो भेरिएबल र कन्स्ट्यान्टको एउटा स्पेसिफिक के छैन त, कन्सेप्ट छैन। मात्रै के छ, प्रोग्रामर्सहरूले अब भेरिएबल्स र कन्स्ट्यान्ट त चाहिन्छ, उनीहरूले के गरिदिन्छन् भने जस्तो मान एउटा यो भयो, एउटा यो भयो। अब पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजको डेभलपरलाई ल यसमध्ये कुन कन्स्ट्यान्ट हो भनेर चिनाऊ भन्यो भने यसले के भनिन्छ, दिस इज अ कन्स्ट्यान्ट होइन। अनि आएर सरी अझै के गर्नु, अझै सिम्पल एक्जाम्पल दिउँ, एक्स र एक्स, यो दुईटा एक्स सेम हो, के फरक छ यो दुईटा एक्समा,
यो चाहिँ नि क्यापिटल एक्स भयो हो, एउटा चाहिँ के भयो भन्दाखेरि लोवर एक्स भयो है। अब एउटा पाइथन प्रोग्रामरलाई among these two given x, यो दुईवटा x मध्ये कुन चाहिँ क्यापिटल, कुन चाहिँ हाम्रो के भन्छ कन्स्ट्यान्ट हो, कुन चाहिँ भेरिएबल हो भनेर सोध्यो भने उसले के भन्छ, दिस इज कन्स्ट्यान्ट है, यो कन्स्ट्यान्ट हो अनि दिस इज भेरिएबल देखाउँछ। किन भन्दाखेरि एउटा अनअफिसियल रुल के छ, सिन्स देयर इज नो स्पेसिफिक फर्मेट स्पेसिफिक कीवर्ड टु क्रिएट द कन्स्ट्यान्ट है, कन्स्ट्यान्ट क्रिएट गर्नको लागि त्यस्तो कुनै एउटा स्पेसिफिक कीवर्डहरु स्पेसिफिक प्यारामिटर के अरे सिन्ट्याक्सहरु दिएको छैन। त्यो भएर हामीले के गरिन्छ पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा भने क्यापिटलमा आउने सबै चाहिँ के हुन्छन् कन्स्ट्यान्ट हुन्छन् हैन, स्मल लेटरमा आउने सबै के हुन्छन् भेरिएबल हुन्छन् भनेर हामीले डिक्लेयर गरिन्छ। ओके, त्यो एउटा अनअफिसियल रुल हुन्छ, त्यो वर्ल्ड वाइड एक्सेप्ट हुन्छ। अनि त्यो किन त्यस्तो गरेको भन्दाखेरि जब हामीले प्रोग्राममा केही कुरा चेन्ज गर्नुपर्ने हुन्छ नि, जस्तो मानव मैले अहिले केही प्रोग्राम बनाइराखेँ, अलि दिनपछि म जब छोडेर हिँडेँ हैन त, त्यसपछि फेरि नयाँ मान्छे कोही आयो मेरो ठाउँमा भने उसले के देख्छ, यो एक्स भनेको जुन क्यापिटल लेटरमा बनाएको छ यो चाहिँ कन्स्ट्यान्ट रहेछ, यसलाई चलाउनु हुँदैन भनेर त्यसलाई चलाउँदैन। ओके, त्यो एउटा इन्डिकेसन हो कि यो भेरिएबल्स हो, यो कन्स्ट्यान्ट हो भनेर इन्डिकेट गर्नको लागि बनाइएको एउटा अनअफिसियल रुल हो। ओके, the variable, so constant in Python program, it's denoted by capital letters है, यो भयो। अब लोअर भनेपछि भेरिएबल्स भइहाल्यो। अनि फेरि पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा अर्को सजिलो के छ त भन्दाखेरि यसलाई हामीले भेरिएबल्सको डेटा टाइप अलरेडी डिक्लेयर गर्नु पर्दैन के। फर एक्जाम्पल सी प्रोग्राममा के गर्नु पर्थ्यो, मैले इन्टिजर एक्स, फ्लोट वाई हैन, क्यारेक्टर 10 एक्स यसरी डिक्लेयर गर्नु पर्थ्यो। अब सपोज मैले इन्टिजर एक्स डिक्लेयर गरेँ, मैले एक्स इक्वल्स टु 10.5 गरेँ भने यहाँ के फाल्दिन्थ्यो त, यसले एरर फाल्दिन्थ्यो। ओके, किन भन्दाखेरि मैले अलरेडी सी प्रोग्रामिङ ल्याङ्ग्वेजमा डेटाको टाइप अलरेडी डिक्लेयर गर्नुपर्ने हुन्छ बिफोर कमिङ द डेटा। डेटा आउनुभन्दा पहिला हामीले डेटाको टाइपलाई डिक्लेयर गरिदिनु पर्ने हुन्छ कि डेटा त जस्तो आउन पनि सक्छ, तर हामीले चाहिँ के एज्युम गर्नुपर्छ भने यहाँ इन्टिजर टाइप आउँछ, यहाँ फ्लोट टाइप आउँछ, समथिङ समथिङ भनेर हामीले गरिदिनु पर्थ्यो। अब यसमा चाहिँ हामीलाई पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा त्यो गर्नु परेन। ए मैले के गरिदिन्छु, एक्स इक्वल्स टु 10 गरिदिएँ, प्रिन्ट एक्स, सिम्पल भयो हैन। मलाई के गर्यो, यसले के बुझ्ने भयो भन्दाखेरि यो इन्टिजर भ्यालु हो भनेपछि यसले इन्टिजर डेटा टाइप अटोमेटिकली के गरिदिने भयो, एजाइन गरिदिने भयो। y इक्वल्स टु 10.5 गरिदिने भयो, प्रिन्ट y, नो प्रब्लम है। यसरी हामीले के गर्छ, सिधै भेरिएबलको नेम लिन्छ र डेटालाई स्टोर गरिदिन्छौँ। त्यहाँ भेरिएबलको नाम डिक्लेयर गर्नुपर्ने, त्यसको डेटा टाइप डिक्लेयर गर्नुपर्ने, अग्रिम रूपमा चाहिँ माथिपट्टि नै त्यो जम्मै टाइप गर्नुपर्ने, त्यस्तो काम गर्नु पर्दैन। जसले गर्दा के हुन्छ भने हामीलाई यो यस्तो चिजहरुमा हाम्रो माइन्ड चाहिँ खर्च गर्नु पर्दैन कि यो माइन्ड चाहिँ कहिले गर्छ पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजले अटोमेटिकली गरिदिने भयो हाम्रो लागि चाहिँ। ओके, सो यो कुरा चाहिँ हामीले के गर्नु पर्यो, यो कुराको हामीलाई टेन्सन हुने भने यो माथि गएर मैले कहिले काहीँ अब यो भेरिएबल डिक्लेयर गर्न बिर्स्या हुन्छ, के गरे हुन्छ हैन, यस्तो खालको ह्याजलबाट हामीलाई चाहिँ मुक्त हुने भयो। सो मोस्ट अफ द प्रोग्रामर्स दिस डेज हैन, दे आर शिफ्टिङ टुवर्ड द पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज। र न्यू लर्नर्सहरु जो हुन्छन् पाइथन पढिरहेका छन्, सरी जो न्यू लर्नर्सहरु हुन्छन् जसलाई प्रोग्रामिङ पढ्नु मन छ उनीहरु पनि दे आर शिफ्टिङ टुवर्ड्स द पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजेस। तर म चाहिँ मेरो सजेसनमा सिधै पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा जानु हुँदैन, सुरुमा सी प्रोग्रामिङ ल्याङ्ग्वेज पढ्नुपर्छ र त्यसपछि बल्ल पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेजमा जानुपर्छ भन्छु म चाहिँ है। किन भन्दाखेरि सी प्रोग्रामिङ ल्याङ्ग्वेजको यदि कसैसँग सी प्रोग्रामिङ ल्याङ्ग्वेजको राम्रो नलेज छ भने एकदमै फास्ट उसले पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज पढ्न सक्छ। नभएदेखि सर यस केस सेन्सिटिभ हुन्छ कि हुन्न नि, यो केस सेन्सिटिभ हुन्छ। त्यही त मैले अघि भने नि त, केस सेन्सिटिभ भएर त क्यापिटल हुने बित्तिकै त्यो भेरिएबल्स भयो, डिक्लेयर हो नि त भन्नाले यो चाहिँ उसमा चाहिँ ल्याङ्ग्वेजमा चाहिँ डिक्लेयर भएको हुन्छ कि नहुन्न, यो केस सेन्सिटिभ हुन्छ कि x इक्वल्स टु 10 भयो नि त हैन। अब मैले मानम यहाँ जाउँ एबीसी भनेर मैले एउटा भेरिएबल बनाएँ, प्रिन्ट एबीसी, यसले फाल्दिन्छ एरर एबीसी नट डिक्लेयर्ड भनेर। किन भन्दै मैले क्यापिटलमा एबीसी बनाइदिएको छु, यसले स्मल एबीसी ले खोजिराखेको छ, यहाँ भेट्दैन यसले। हुन त आखिर यो एबीसी र एबीसी त एउटै हो नि त, त्यही भएर हामीले एबीसी क्यापिटल बनायो भने यहाँ पनि क्यापिटल नै दिनुपर्ने हुन्छ।
यो एभ्रिथिङ केस सेन्सिटिभ हुन्छ है, त्यो भएर हामी यसमा चाहिँ के ख्याल गर्नुपर्ने हुन्छ, दिस इज अल्सो केस सेन्सिटिभ। ल अब यो डेटाको डिक्लेरेसन भइसकेपछि अब मानव मलाई के गर्नु पर्यो भन्दाखेरि युजरसँग इनपुट लिनु पर्यो। युजरसँग इनपुट लिने बेलामा अलिकति ख्याल गर्नु पर्यो। एउटा म एक्जाम्पल गरिदिन्छु, त्यसपछि अनि के रहेछ त कहाँ कहाँ ख्याल गर्नु पर्ने रहेछ, वी विल सी दिस। फर इक्जाम्पल एक्स इक्वल्स टु मैले एउटा भ्यालु राखेँ 10, वाइ इक्वल्स टु मैले एउटा भ्यालु राखेँ 15 हो, सम इक्वल्स टु एक्स प्लस वाइ, प्रिन्ट सम आयो होइन त। यसले के गर्यो भने एक्स मैले माथि डिक्लेयर गरेको छु, वाइ मैले यता तल त्यसको तलपट्टि डिक्लेयर गरिदिएको छु, समले के गरिदिनु भयो भेरिएबल समभित्र एक्स प्लस वाइ राखिने भयो र मैले प्रिन्ट सम गरिदिएँ। अब मलाई यो सेम चिजलाई के गर्नु छ, युजर इनपुट लिनु छ। ओके, इनपुट लिनको लागि एक्स इक्वल्स टु इनपुट इन्टर फर्स्ट नम्बर छ, वाइ इक्वल्स टु इनपुट सेकेन्ड नम्बर, यो पनि भयो, एस इक्वल्स टु एक्स प्लस वाइ गर्यो, प्रिन्ट एस। ल मलाई नम्बर सोध्यो 10 दियो, त्यसपछि 12 दिए, आयो 10 र 12। सो वाट इज द डिफरेन्स बिट्विन दिस टु प्रोग्राम? यहाँ त सबै कुरा एउटै गरेको छ, तर यसले यहाँ चाहिँ नि 25 आउटपुट दिइराखेको छ अनि यसले चाहिँ 1012 दिइराखेको छ। सो वाट इज द एक्चुअल डिफरेन्स बिट्विन दिस टु प्रोग्राम? वाट इज द एरर? के होला त एरर यहाँ? सरी युजर इनपुट वाला चाहिँ अलिकति कम्प्लेक्स देखियो हैन। ओके, युजर इनपुटले के गर्छ भन्दाखेरि जस्तो युजर इनपुटको लागि हामीलाई एकदम पहिला त्यसको सिन्ट्याक्स बुझौँ। हामी के गर्छौँ भने युजरले एउटा कुनै भ्यालु दिन्छ, त्यसलाई मैले एउटा राखिदिन्छु एक्स भन्ने भेरिएबलमा राखिदिन्छु, इक्वल्स टु यो इनपुट भन्ने फङ्सनले के गर्छ भने इनेबल्स युजर टु इनपुट हिज भ्यालु अनि त्यसपछि स्टोर इन एक्स हैन। इनपुट गरिसकेपछि मैले एउटा मेसेज दिन्छु इन्टर युअर नम्बर भनेर। ओके, यति छ। मैले अब रन गरेँ भने इन्टर युअर नम्बर भनेको छ, मैले 12 दिएँ, यो 12 लगेर कहाँ राखिदिन्छ, अब एक्समा राखिदिन्छ। ओके, अब बाई डिफल्ट मैले के भनेको छु, भेरिएबल्समा भ्यालु एसाइन गर्ने बेलामा हामीले त्यसको के गर्नु पर्दैन, डेटा टाइप्सको बारेमा सोच्नु पर्दैन, सिधै हामीले भ्यालु दिन पाउँछौँ हैन। तर युजरले दिने भ्यालु त जस्तो पनि दिन सक्छ, इन्टिजर पनि दिन सक्यो, फ्लोट पनि दिन सक्यो, या चाहिँ नि अर्को कुनै दिन पनि सक्यो। अनि यसले बाई डिफल्ट एज्युम के गरिदिन्छ भने युजरले दिने भ्यालुहरू सबै के हुन्छन्, स्ट्रिङ हुन्छन् भन्ने एज्युम गरिदिन्छ के। दुईटा स्ट्रिङ जोड्यो कि नै, यो 10 जोड्यो 12 जोड्यो, अर्थमेटिकल अपरेसन भएको भएदेखि 10 + 15 25 हुन्थ्यो। यो स्ट्रिङलाई जोइन गर्दाखेरि कन्क्याटिनेसन अपरेसन भयो के। अब हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि युजरले कस्तो खालको भ्यालु दिन सक्छ, इन्टिजर नम्बर दिन सक्छ नि त, त्यही भएर मैले इन्टिजर राखिदिन्छु, यो बिचमा त्यो गरिदिने भयो, इन्टिजर गर्ने भए आउने भ्यालुजलाई डेटा टाइप्समा चेन्ज गरिदिने भयो, इनपुट इन्टर युअर नम्बर क्लोज भयो। फेरि सेम के छ, इन्टिजर इनपुट इन्टर युअर नम्बर। अब यसले युजरले कस्तो खालको भ्यालु दिने भयो, इन्टिजर टाइपको भ्यालु दिने भयो, 10 12 22 आयो। अब यदि मानौँ मलाई युजरले चाहिँ कस्तो खालको भ्यालु दिन्थ्यो, मानौँ फ्लोटवाला भ्यालु दिन्थ्यो, यहाँ मैले के गरिदिन्थेँ फ्लोट, यहाँ मैले के गरिदिन्थेँ फ्लोट गरिदिन्थेँ, ल 12 10। अब कुन कुन भ्यालु दिन सक्छ त युजरले भनेर भन्यो भने अघि मैले के भनेको थिएँ, यहाँ डेटा टाइप्सहरू एउटा हुन्छन् हामीसँग फन्डामेन्टल डेटा टाइप्स, अर्को हुन्छ हामीसँग के छ डिराइभ डेटा टाइप्स है। यी स्ट्रिङ बाई डिफल्ट भइहाल्यो, हामीले कि त खोज्नु पर्यो इन्टिजर भन्नु पर्यो या फ्लोट भन्नु पर्यो। ओके, सो फर इक्जाम्पल रेट अफ इन्ट्रेस्ट युजरले इन्टर गर्नु पर्यो भने कस्तो खालको भ्यालु, कस्तो खालको डेटा टाइप्स हुन्छ, यो इन्टिजर कि फ्लोट? फ्लोट हुन्छ होला हैन, फ्लोट नै हुन्छ है। 12.5% भनेको सधैँ फ्लोट नै हुन्छ। ओके, 12% पनि फ्लोट नै हुन्छ, यो अब फ्लोटमा गइसकेपछि यसलाई पनि फ्लोट नै मानिन्छ है। अनि
नम्बर अफ इयर के हुन सक्छ? त्यो चाहिँ इन्टिजर हैन सर। इन्टेजर नम्बर अफ इन्टेजर हुन पनि सक्छ। 2.5 इयर्ससम्म कसैले पैसा लगाएर रिटर्न गरिदियो होला। 2.5 वर्ष भएको छ त 3 वर्षपछि आइज, किनकि इन्टेजरको टाइममा मात्रै म लिन्छु भन्न त पाइएन। 2.5 इयर्समा आउन पनि पायो, को मान्छे 2.8 इयर्समा आउन पनि पायो, त्यो आफ्नो कुरो भयो। यो पनि कस्तो हुन्छ? फ्लोट हुन्छ। एकछिन है, एउटा फोन उठाउँछु। हेलो, ए गुड मर्निङ भनिबक्छ सर, के छ? म यहीँ छु त, कहाँ जानु छ र म यार। अलि काम छ, सानोतिनो काम, त्यही त आफ्नो काम भने अरू त केमा व्यस्त हुनु। केही छैन, केही भएको छैन, केही भएको छैन। हराएको यो गर्दा गर्दा केही हुँदैन, एउटा गतिले केही आउँदैन, अनि त्यसपछि गर्नु के फेरि? छोडो भाइ, यो भन्यो भने त म उस गर्ने। अब त्यो 100 रुपियाँको चिजलाई अनि कतिले 150 रुपियाँ मागिदिन्छन्, अनि कहाँबाट ल्याएर दिने भन्नु त? 100 रुपियाँको चिजलाई मान्छेले 50 रुपियाँ दिन गाह्रो मानिरहेका छन् अहिले चाहिँ, होइन? हो, उसको प्रोपर्टी 100 रुपियाँकै हो, नो डाउट। त्यसमा चाहिँ अब हामीले अर्को चिजलाई यस्तो उस्तो भन्नु भएन। तर एउटा अब लगानी गर्ने मान्छे पनि त सेफ हुनु पऱ्यो, फेरि यता काम गर्ने मान्छेलाई पनि हुनु पऱ्यो, होइन? अनि त्यो हुन्छ। त्यो चाहिँ कहाँ अहिले तपाईँ? छैन, अहिले केही गरेको छैन, म एकदम शान्त भएर बसेको छु। आजभोलि अर्को व्यवसायमा लागे हो? त्यो माथिको पसल होइन त? पर्यो। अनि तपाईँको त्यो के अरे के छ अरू, यो अघि भनेको कामहरू के भइरहेको त? ठिक छ। रक्सी खानै छोड्यो मान्छेले आजभोलि, मैले त्यही भएर छोडिदिएँ। जम्मै लोकल रक्सी खान्छन्, त्यो कामै छैन। हो, नेपाल रक्सी जिन्दाबाद। के छ, गाह्रो छ। ल। के हो यो? ओके, सो नम्बर अफ इयर पनि फ्लोटमा हुन्छ है त। त्यसपछि प्रिन्सिपल एमाउन्ट, यो चाहिँ हाम्रो केमा होला? फ्लोटमा, इन्टिजरमा? प्रिन्सिपल यो पनि फ्लोटै हुन्छ सर। यो फ्लोट राख्दा पनि हुन्छ, होइन? तर जनरली के आउँछ भन्दाखेरि यो इन्टिजर भ्यालु आउँछ। फ्लोट राखे पनि केही हुँदैन है, किनकि हामीले ऋण लिँदाखेरि कतिसँग 12,000 रुपियाँ लिन सक्छौँ, 10,000 रुपियाँ लिन सक्छौँ, 500 रुपियाँ लिन सक्छौँ। अब के अरे 200 रुपियाँ 25 पैसा त हामीले कतिसँग लोन लिन्छौँ नि त? के 200 रुपियाँ लिन्छौँ, कि 203 रुपियाँ लिन्छौँ, कि 205 रुपियाँ लिन्छौँ, कि 100 रुपियाँ लिन्छौँ? त्यो एउटा होल्स उसमा लिन्छौँ होइन त? 200 रुपियाँ 20 पैसा, 200 रुपियाँ 50 पैसा त हामीले लोन लिँदैनौँ कतिसँग। सो जनरली के हुन्छ भने त्यो जुन हाम्रो उस चाहिँ एमाउन्ट चाहिँ के हुन्छ सधैँ इन्टिजर एमाउन्टमा राखिन्छ, त्यसलाई फ्लोटमा राख्दा पनि इट विल बी नथिङ है। ल, अब भोलिको लागि होमवर्क के हुन्छ भन्दाखेरि, write a program to ask principal rate and time with the user and print simple interest है। यो भयो। ल, यति गरौँ, बाँकी कुरो त्यसपछि फेरि भोलि गरौँ। हुन्छ, म यो फाइल हालिदिन्छु, यो भिडियो पनि हालिदिन्छु।